पहिला भागवत के हो त विषयवस्तुलाई बुझ्नुपर्छ। पहिला भागवत भनेको के हो, किन सुन्नुपर्छ भागवत, हामीले भागवत किन आयोजना गरेका त भन्दाखेरि समस्त हाम्रा दिवंगत हुनुभएका पितृहरू, जति पनि हाम्रा पुर्खौली पितृहरू हुनुहुन्थ्यो र उहाँहरूको उद्धारको लागि भनेर चाहिँ हामीले श्रीमद् भागवतको आयोजना गरेका हौं। र जो दिवंगत भइसक्नुभयो, जसले शरीरलाई त्याग गरिसक्नुभयो, उहाँहरूको नाम त छँदैछ। र जो जीवितै हुनुहुन्छ, हिँडिरहनु भएको छ, डुलिरहनु भएको छ, बोलिरहनु भएको छ, खाइरहनु भएको छ, उहाँहरूको लागि पनि श्रीमद् भागवत हो। राधे राधे। सुन्नु है, ध्यान दिएर सुन्नु होला। अब भागवत कसको लागि हो? एक त मुख्य भनेको पितृहरूको लागि, मुख्य श्रोता भनेको पितृहरू हुनु। त्यसपछि जति पनि हामी घरका कर्ता परिवार छौं, उहाँहरूले विशेष ध्यान दिएर सुन्नु होला, किनकि यो भागवत बार बार मिल्ने चिज होइन, यत्तिकै मिल्दैन यो भागवत। जब अनेक जन्म जन्मान्तरको पुण्यहरू एकत्रित हुन्छन्, त्यसपछि मात्रै हामीलाई भागवत सुन्ने सौभाग्य मिल्दछ। त्यसैले यो अत्यन्त दुर्लभ समय हो। भागवतमा भन्नुहुन्छ, एक त मनुष्य शरीर नै दुर्लभ हो। हामी सुन्छौँ नि 84 लाख योनिहरू हुन्छन्, फलानो फलानो के हुन्छ भनेर। त्यो सबै किरा फट्याङ्ग्रा, गाई भैँसी जे त्यो सबै बनिसकेपछि अन्तिममा भगवानले हामीलाई कृपा प्रदान गर्नु भएर चाहिँ मनुष्य बनाइदिनुहुन्छ। र त्यो मनुष्य शरीर एक त दुर्लभ छ, र मनुष्य शरीर प्राप्त गरेर पनि भगवानको भक्तिमा मन लाग्नु त्यो अत्यन्त अझै दुर्लभ वस्तु। संसारमा कति मनुष्यहरू छन् हेर्नुहोस् त, सबैलाई भक्ति गर्न मन लाग्छ कि लाग्दैन? सबैलाई लाग्दैन। जसलाई भगवानले कृपा गर्नुहुन्छ, कृपा दृष्टि वर्षाउनुहुन्छ, उहाँहरूलाई मात्र भागवतको प्राप्ति हुन्छ, उहाँहरूलाई मात्रै धर्म गर्न मन लाग्दछ। त्यसैले यो चाहिँ भगवानको अनुकम्पाद्वारा मिल्छ। एक त हाम्रो पुण्य भइहाल्यो, यो जन्मको मात्र होइन, यो जन्ममा कति पुण्य गरेका छौँ होला हामीले, थोरै अलिकति। तर अनेक जन्म जन्मान्तरको जब पुण्य एकत्रित हुन्छ, त्यसपछि मात्र हामीलाई यो श्रीमद् भागवतको कथा प्राप्ति हुन्छ। एक त मनुष्य शरीर दुर्लभ, र मनुष्य शरीर प्राप्त भइसकेपछि पनि भगवानको भक्ति गर्ने इच्छा अझै दुर्लभ। र भगवानको भक्ति गर्ने इच्छा जागृत भयो, इच्छा जागृत त भयो, तर मार्ग निर्देशन कसले गर्ने, कसरी थाहा पाउने भक्ति कसरी गर्ने? यतिकै जपेर त हुँदैन, गुरु चाहियो त्यसको लागि। र गुरु कसरी प्राप्त गर्नुहुन्छ त भन्दाखेरि जब भगवानको कृपा हुन्छ, त्यसपछि मनुष्य शरीर प्राप्ति हुन्छ। मनुष्य शरीर प्राप्त भइसकेपछि भक्ति गर्ने इच्छा जागृत हुन्छ, र भक्ति गर्ने इच्छा जब जागृत हुन्छ, त्यसपछि सद्गुरुदेवसम्म भेटाइदिनुहुन्छ भगवानले। र गुरुदेवको सत्सङ्गद्वारा, गुरुदेवको कथाद्वारा चाहिँ हामीमा ज्ञान प्राप्ति हुन्छ। बोले भागवत भगवानको जय। त्यसैले यो भागवत कसरी मिल्ने चिज हो त भन्दाखेरि बुझ्नु होला कुरा। त्यसैले यो भागवत हामीले यत्तिकै पाएका छैनौँ। कसैले बाटोमा पैसा फालेको छ, उसलाई पैसाको महत्त्व थाहा छैन भने त्यो पैसा उसले उठाउँछ? राधे राधे। उठाउँदैन नि त। जब उसलाई महत्त्व थाहा छ, त्यो पैसाले त फलानो फलानो यो मैले पैसा लिएँ भने पसलमा गएर यो किन्न सक्छु, त्यो किन्न सक्छु भनेर जब उसलाई ज्ञान हुन्छ, तब मात्र उसले त्यो पैसालाई उठाउँछ। त्यसैले पहिला यो भागवतको महत्त्वलाई बुझ्नुपर्छ। भागवत किन सुन्ने त? कसका लागि हो भागवत? पितृको लागि त हो। पितृहरूले के सुन्नुहुन्छ त भन्दाखेरि अहिले गुरुदेवले पाठ गरेर सुनाउनु भयो नि हजुरहरूलाई संस्कृतबाट। हो, त्यो संस्कृतको पाठद्वारा चाहिँ पितृहरू तृप्त हुन्छन्। पितृहरूको उद्धार चाहिँ संस्कृतको श्लोकबाट हुन्छ। तर हामीले त बुझेनौँ गुरुले के भन्नुभयो। बुझ्नु भयो त? बुझ्नु भएन नि। त्यसैले यसको अर्थ चाहिँ हामीले कथाको माध्यमबाट बुझ्छौँ। भागवतमा के भनेको छ त संस्कृतमा, त्यही कथा चाहिँ अब हामीले 7 दिनसम्म निरन्तर रूपमा सुन्छौँ। के को चरित्र छ भागवतमा, भागवत कसले कसलाई सुनाएको थियो, भागवत सुन्दाखेरि के हुन्छ, को तर्यो त भागवत सुन्दाखेरि, भागवत कसरी सुन्नुपर्छ, भागवत सुन्ने नियमहरू के हुन्, यी सबै यथावत कुराहरू छन्। त्यो सबै हामी 7 दिनसम्म निरन्तर रूपमा श्रवण गर्दछौँ। र हाम्रो यस आत्रेय गोत्रमा जति पनि दिवंगत हुनुभएका थियो, जति पनि पितृहरू हुन्थ्यो, कसैको अधोगति भएको थियो भने पनि आजबाट हजुरहरूको घरमा श्रीमद् भागवतको आयोजना भएको छ। यो भागवतद्वारा चाहिँ जति पनि अधोगति हुनुभएका, दिवंगत हुनुभएका, か कसैको उद्धार भएको थिएन भने पनि उहाँहरूको उद्धार हुन्छ।  उहाँहरूको उद्धार हुन्छ।  त्यसैले यो भागवत हामीले यत्तिकै पाएका छैनौँ। भागवत हामीले पाठ गरेर सुनाउनु भयो नि हजुरहरूलाई संस्कृतबाट। त्यसैले यो भागवत हामीले यत्तिकै पाएका छैनौँ।
कसले गर्दा भन्दाखेरि भागवत भगवानले गर्दाखेरि। यो भागवत भनेको कुनै ग्रन्थ मात्र होइन, लेखेको किताब मात्र होइन, यो भनेको श्रीमद् भागवताख्योऽयं प्रत्यक्षः कृष्ण एव हि। अर्थात् यो श्रीमद् भागवत भनेको चाहिँ जस्तो भगवान श्री कृष्ण र भागवतमा केही पनि फरक छैन। राधे राधे। भगवान श्री कृष्णको स्वरूप कस्तो छ? सुन्दर हुनुहुन्छ, हातमा पंक्षी लिनुभएको छ, पहेँलो पिताम्बर ओढ्नु भएको छ, त्यो भगवानको आकृति हो। र यो भागवत भनेको चाहिँ भगवानको शब्दमय आकृति हो। जुन यसमा लेखेका एक एक अक्षरहरू छन्, ती सबै अक्षर भनेको चाहिँ भगवान श्री कृष्णकै स्वरूप हो। त्यसैले तेनयम वाङ्मय मूर्ति प्रत्यक्षा वर्तते हरि, अर्थात् भगवानको साक्षात वाणीमय स्वरूप चाहिँ यो भागवत हो। जब यो कलिकाल सकिन लागेको थियो त्यति बेलामा उद्धवजीले गएर भगवानलाई भन्नुभयो, प्रभु अब हजुरले यो धराधामलाई छोडेर जान लाग्नुभयो, अब हजुर गइसकेपछि हामी कहाँ जाने त? हामीलाई कसले सहारा दिन्छ? त्यसपछि भगवानले भन्नुभयो, तिरोधाय प्रविष्टोयम श्रीमद् भागवतार्णवम। जब भगवानले आफ्नो शरीरलाई त्याग गरेर जाने बेलामा चाहिँ भगवानको शरीरबाट एउटा ज्योति निक्लेको थियो र त्यो ज्योति चाहिँ सिधै गएर कहाँ प्रवेश गर्यो त भन्दाखेरि श्रीमद् भागवतमा प्रवेश गर्यो। र त्यस दिनदेखि चाहिँ यो भागवतलाई चाहिँ साक्षात भगवानकै स्वरूप मानिन्छ। त्यसैले हामी आएर यहाँ ढोक्छौँ नि किताबमा। किन ढोकेका त? किनकि भगवान श्री कृष्णकै स्वरूप हो भागवत भनेको पनि। यसमा र भगवानमा केही अन्तर छैन। भगवानको मूर्तिमन्त भगवान र यो लेखिएको जुन भगवान हुनुहुन्छ यसमा कुनै पनि प्रकारका भेद छैनन्, कुनै पनि प्रकारका फरक छैनन्। त्यसैले यसलाई हामी के भन्छौँ त भन्दाखेरि भागवत भगवानको जय। त्यसैले भागवत भगवानको जय भन्ने